के भाइ जो अहिले एकदमै पीडित हुनुहुन्छ, उहाँलाई ताउलोमा जाउलो पकाउने समस्या छ। आमा बिरामी हुनुहुन्छ र म गोटे भाइलाई यो 10,000 रुपियाँ 50,000 थियो, मैले यसै गरी बाँडेर यो एक हप्ताभित्र सिद्ध्याइसकेँ। 1 2 3 4 5 6 7 8 9 10 र प्यारो गोटे भाइलाई नाथ बिचरा उनले आमाको उपचारको लागि र म मद्दत गर्छु। ल मैले अब 1000 रुपियाँ भाइलाई मैले दिएँ। बिचरा यस्तो छ अवस्था, देश विदेशबाट मद्दत गर्दै प्रधानमन्त्री बन्ने तपाईले मैले आशीर्वाद दिन्छु। ल अब कत्रो ठुलो आशीर्वाद दिए गणेश बज्राचार्यजी मार्फत उहाँको दाजुलाई 10,000 सहयोग गर्छु। 1 2 3 4 5 6 7 8 9 10 उहाँ मार्फत गणेश बज्राचार्यजी मार्फत उहाँको दाजुलाई 10,000 सहयोग गर्छु। 1 2 3 4 5 6 7 8 9 10 यो मद्दत उहाँको दाजुको निम्ति उहाँ मार्फत गर्दैछु। पुण्य दाइलाई चाहिँ धेरै धेरै धन्यवाद छ। गणेश बज्राचार्यजीको दाजु कुमार बज्राचार्य पाटन हस्पिटलमा उहाँ भर्ना हुनुभएको छ र उहाँको दाजुको अवस्था एकदम क्रिटिकल देखियो र उहाँसँग मैले अलि अगाडि नै कमिटमेन्ट गरेका थिएँ सहयोग गर्छु भनेर। यो बिचमा पत्थरी गएँ, त्यहाँ 55,000 जति सहयोग गरेँ मैले। हजुर नमस्कार, धन्यवाद। म पुण्य गौतम। यो चेक अहिले हस्तान्तरण हुँदैछ, मैले आजै गरौँ, विलम्ब नगरौँ भनेर आज गरेको। यो खाता नम्बरमा भएको रकम उहाँले पाउनुहुनेछ। यो चेकमा भएको कुरा पढेर सुनाइदिनुहोस् पहिला। रु 1 लाख मात्र। ल तपाईले यो चेक लिइदिनु होला। यो पुण्य गौतम भाइको तर्फबाट चाहिँ जे मद्दत हुन्छ। नमस्कार, म पुण्य गौतम। मैले आज हाल तारकेश्वर बस्ने मेरो जन्मभूमि निजगढ जन्मिएकी र धादिङमा विवाहबारी भएकी एक विपन्न चेली देवकुमारी गुरुङ, जसको दुवै मृगौला अहिले बिग्रिएको छ, वा जीवन र मृत्युको बीचमा छटपटाइरहनु भएको छ। मैले 15,000 रुपियाँ आज सहयोग गरेको छु देवकुमारी गुरुङ बहिनीको जीवन रक्षाको निम्ति। तपाईहरुले पनि उहाँलाई सहयोग गर्नुहोला। यो भिडियो युट्युबतिर पनि आउँदैछ र यहाँको सानो मद्दतले देवकुमारीको जीवन रक्षा हुन सक्छ। उहाँलाई भगवानले सदैव उहाँलाई हामीले बचाउन सक्यौं भने, उपचार गर्न सक्यौं भने ठूलो पुण्य मिल्नेछ। इच्छा परियारजीलाई म यो सहयोग गर्न चाहन्छु। 1 2 3 4 5 6 7 8 9 10,000 रुपियाँ तपाईलाई तपाईको उपचारको लागि सहयोग गर्दैछु। जबसम्म मान्छेलाई भोकले सताउँछ, गरिबीले सताउँछ, जबसम्म सरकार गैर जिम्मेवार भएर जनताको समस्या बुझ्दैन, बाबुको निम्ति उपचार गर्नको लागि चाहन्छु। ठिक छ, तपाईले 13,000 दिनुभयो। हो, पक्का बेचेर समाज सेवा गर्छु।